बाबु रमन मम्मीको लागि चाहिँ त्यसले एउटा राम्रो गिफ्ट उपहार हाम्रो जुम मार्टलाई सम्झेर चाहिँ प्याक गर्न पठाउनु भएको छ। ल म अहिले यसको डिस्प्याचको लागि म हिँडेँ। बिनु ए बिनु कहाँ छौ बोय डेलिभरी बोय आऊ। अब यहाँ बाइकमा बस्छ यो ल अहिलेको रातिको 8 बजिसक्यो। हामी चाहिँ डेलिभरीको लागि चाहिँ हिँडिरहेछौँ है। के गर्ने यस्तै छ। अब चाहिँ आज चाहिँ जस्ट बिजी भयो। आज 2 भाइ बिजी भयो। अब सामान यहाँ छ है। अब चाहिँ हिँड्न थालेको। अब यो लास्ट छ हाम्रो है। यो चाहिँ लास्ट डेलिभरी हो। यो चाहिँ एकदम टाढा गाडी रिजर्भ गरेर नै जाँदैछौँ हामी होइन। रिजर्भको एक्स्ट्रा चार्ज प्लस पनि जोड्नु पऱ्यो होइन। समय यस्तै छ के गर्ने। यसको लागि अब बत्ती चार्जिङ ल जान्छ यो लास्ट है। ओके ल बाई बाई बाई। भाइले अहिले चाहिँ सामान प्याक गरिरहेको छ। ल लोडिङ के भने हाम्रो चाहिँ यो एउटा रिजर्भ गाडी नै हो है। मान्छे कहाँ बस्ने खुट्टातिर खुट्टामा हो त्यहाँ राख्ने। ओके यो चाहिँ ह्याप्पी। अब हामी लास्ट डेलिभरीको लागि चाहिँ अन द वे हो। ल यस्तो बाटोमा आएको छ होइन। ड्राइभिङ भइरहेको छ उसको। अब चाहिँ घर चाहिँ अर्को घर हो त्यो लास्ट घर हो। यो घर हो यो घरमा चाहिँ डेलिभरीको लागि हामी आइरहेछौँ है। ओके हुनु त कोही पनि हुनुहुन्न यहाँ होइन। लेट्स सी को हुनुहुन्छ अब हेरिदिन्छ। आया पहिला झरौँ राम्रो कचाकुची भयो। डेकोरेसन कचाकुची भयो। झरौँ जान्छ यसरी हेर्छौँ स्ट्यान्डर्ड त्यो यस्तो फुल लोडेड छ यहाँ होइन। अँध्यारो छ। अब यस्तो एउटा घरमा चाहिँ यस्तो सामान आएको छ। र हाम्रो चाहिँ मेडामहरू आउनु भएको छ है। मेडामहरू आउनु भएको छ। छोराछोरी कहाँ छ यिनीहरू। भाग्यमानी आमा हो न। भाग्यमानी आमा यहाँ हेर्नु न। थ्याङ्क यू। दुईटा गाडी फेरेर आएको बिचरा त्यही भएर ढिला भयो नि। ल हिँड्नु। यो लास्ट डेलिभरी हो।